आइसिसी टी20 विश्वकप अन्तर्गत आज नेपालले इटलीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे रङ्गशालामा दिउँसो 3:15 बजे खेल सुरु हुनेछ। दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग 4 रनले पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग 73 रनले हारेको थियो। समूह सीमा सुपर 8 पुग्ने सम्भावना जोगाइराख्न दुबईका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ। नेपाल यसअघि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ। इटली भने कोलकाताबाट मुम्बई आइपुगेको हो। टी20 फर्मेटमा नेपाल र इटली बीच पहिलो पटक भेट हुँदैछ। यसअघि 50 ओभरको खेलमा 3 पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। पछिल्लो भेट सन् 2013 मा भएको थियो। नेपालका लागि ओपनर कुशल बुर्तेल र आसिफ शेख प्रमुख रन स्रोत मानिएका छन्। कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह एरी, लोकेश बम, सन्दीप लामेछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथोभर बलिङमा नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ। इटली पहिलो पटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान बेन मेडन चोटका कारण उपलब्ध छैनन्। जेस स्टम, ग्रान्ड स्कुट तथा मान्टोन मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्। यस खेलमा एकैपटक 3 जोडी दाजुभाइ मैदान उत्रने सम्भावना रहेको छ। इटलीका मानेन्टी र मुस्का दाजुभाइ तथा नेपालका आरिफ र आसिफ शेख विश्वकपसँगै खेल्ने दुर्लभ संयोग बन्न सक्नेछ। नेपाल विश्वकपमा 12 वर्षदेखि जितविहीन छ। सन् 2014 मा अफगानिस्तानलाई हराएपछि नेपालले विश्वकपमा जित दर्ता गर्न सकेको छैन। आजको खेल नेपालका लागि त्यो क्रम तोड्ने अवसरको रूपमा रहेको छ। आशा गरौँ आजको खेलमा हामीले पक्कै पनि इटलीलाई हराएर सुपर 8 को दावेदारी कायमै राख्नेछौँ। नेपालको लागि आजको खेल जित्नै पर्ने दबाव छ। यदि आजको खेलबाट नेपाल हार बेहोर्छ भने नेपालले सुपर 8 को सम्भावना देख्नु नै गलत हुनेछ। त्यसपछि नेपालले लगभग सुपर 8 पुग्ने सम्भावना अन्त्य जस्तै हुनेछ। आज नेपालको स्ट्र्याटेजी केही यस्तो हुन सक्छ। नेपालले आज पहिला ब्याटिङ गर्छ भने 200+ को स्कोर बनाउनको लागि स्ट्र्याटेजी गर्नेछ र पावर प्लेमा राम्रो रनहरू स्कोर गर्नेछ। त्यसैगरी डेथ ओभरमा चाहिँ नेपालले राम्रो फिनिशको रूपमा लोकेश बमलाई पठाउन सक्छ र लोकेश बमले राम्रो फिनिश गर्न सक्छन्। त्यसैगरी यदि नेपालले पहिला बलिङ गर्छ भने पावर प्लेमा 2-3 वटा विकेट निकालेर डेथ ओभरमा रन बचाउनु हो। साथै मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरी जस्तो बलरलाई लगाएर विकेट झार्नु नेपालको मुख्य स्ट्र्याटेजी हुनेछ। त्यसैगरी नेपाली प्लेइङ 11मा धेरै चेन्जेसहरू हुने देखिएको छैन। तर पनि हामीले आरिफ शेखको ठाउँमा सन्दीप जोरालाई देख्न सक्छौँ। त्यसैगरी शेर मल्लको ठाउँमा यदि लेफ्ट आर्मलाई ल्याउन सक्छौँ भने ललित राजवंशी पनि आउन सक्छन्। त्यसबाहेक धेरै चेन्जेस हुने देखिएको छैन। तथा सोमपाल कामीले चाहिँ टिममा कमब्याक गर्न सक्छन्। उनले चाहिँ कसलाई रिप्लेस गर्छन् त्यसको अहिलेसम्म फिक्स भएको छैन। तर पनि उनले रिप्लेस गर्न सक्ने सम्भावना रहेको छ। तपाईको विचारमा चाहिँ प्लेइङ 11 कस्तो भन्ला आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा लेख्न चाहिँ नभुल्नु होला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।